विभिन्न राजनीतिक दलहरूले प्रतिपक्षको दलहरूले जुन हामीसँग सहयात्रा र सहकर्म गर्नुभयो त्यसप्रति आभार छ उहाँहरूप्रति। र यो किन भइराखेको थियो यति दिनसम्म भने भिजिट भिसा प्रकरण र मानव तस्करी सम्बन्धित संगठित अपराध जसमा गृह मन्त्रालय, मन्त्री, कर्मचारी लगायत सबैको यथेष्ट प्रमाण सहित संलग्नता प्रमाणित छ। र यसमा अहिले आएर हामी यसको छानबिन गर्छौं, अध्ययन गर्छौं, सबै भन्दै हुनुहुन्छ। कार्तिक महिना 2081 कार्तिकदेखि 2082 वैशाखसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई 9 चोटि पत्र काटेको छ। यहाँ बदमाशी भइराखेको छ, ध्यान देऊ भनेर। त्यो बेलामा यो इमानदारीता कहाँ थियो जुन आज खोस्टोमा लेखिँदैछ, जुन कागजमा लेखिँदैछ? त्यो 9 पटक पत्र काट्दै गर्दाखेरि किन ध्यान दिइएन? जब अख्तियारले त्यहाँ धावा बोल्ने बेला भयो तब सबै आफ्नो कर्मचारीहरूलाई लुकाउनको लागि रातारात किन तानियो? हैन, यदि उहाँको संलग्नता छैन, उहाँलाई जानकारी थिएन भने त्यस कर्मचारीलाई संरक्षण दिनलाई किन तानियो? र अर्को कुरा, कर्मचारी तानिसकेपछि इर्दगिर्दको जिल्ला वा गृह मन्त्रालयमै राख्न सक्थ्यो तामेलीमा। त्यो कर्मचारीलाई डोल्पा, रोल्पा, सरुवा गरेर अनुसन्धान प्रभावित पार्न खोजिएको त्यो पनि प्रमाणित छ। त्यसैले गर्दा छापामा पर्याप्त समाचार आइराखेको छ। अनलाइन खबर भनौँ, नयाँ पत्रिका भनौँ, उकालो भनौँ, सबै भनौँ, नेपाल प्रेस भनौँ, सबैले लेखिराखेको छ। हरेक दिन यथेष्ट प्रमाणहरू सफ्टवेयर समेत आइसक्यो। र यो सबै चिज हुँदै गर्दा उहाँलाई गत वर्षको यो फारिक गोरखपुरीको शायरी याद छ कि छैन? तू इधर उधर की बात न कर, ये बता कि काफिला क्यों लूटा। मुझे गिला रहजनों से नहीं, तेरी रहबरी का सवाल है। यो सबै तपाईको नेतृत्वमा भएको लुट तन्त्र हो र यो हाम्रो मात्र आवाज होइन। यो हिजो भर्खर एउटा पत्रिकामा आयो कि 7 वर्षमा 76,000 इन्डियन्स, 76,000 भारतीय पनि यो नाका भएर बाहिर गएको रहेछ। सेटिङ त अन्तर्राष्ट्रिय नै भइसक्यो रहेछ। अनि थाहा थिएन 11 महिनासम्म। र थाहा थिएन भने मन्त्रीलाई आफ्नै मन्त्रालयको कुरा थाहा छैन भने मन्त्रालयको नेतृत्व कसरी गरिरहेको, कि आफ्नै मन्त्रालयमा के भइरहेछ थाहा छैन। र अर्को कुरा थाहा छ सम्मान्यज्यू, हाम्रो नेतालाई त्यहाँबाट यहाँ ठाउँसारी गर्ने कुरा पनि रोकियो राजनीतिक प्रभावमा। र उहाँहरूले के भन्नुभयो थाहा छ? हम पे इल्जाम ये है कि चोर को क्यों चोर कहा, तूने क्यों सही बात